जिन्दगीभर म खुसी नै राख्ने भन्ने मैले प्रतिज्ञा लिएको छु। किनकि मेरो 6-6जना दिदी चेली छ, म 6जना चेलीको एउटा भाइ हुँ र चेलीको अब दुःख तकलिफ के हुन्छ भनेर मलाई याद छ र त्यही भएर उहाँलाई तकलिफ चाहिँ म दिन चाहन्न। किनकि अब दिदीहरूलाई जस्तो अब मलाई दिदीहरूको सबै उयो भएर चाहिँ अब चेली केटी मान्छेको कस्तो दुःख तकलिफ हुन्छ त्यो बुझेर आएको छु र त्यही भएर उहाँलाई चाहिँ म जिन्दगीभर म खुसी राख्छु भन्ने चाहिँ मलाई आशा लाग्छ र म यसमा तपाईँहरूलाई कहिले पनि निराश चाहिँ गर्ने छुइनँ। यति नै म भान्जी पनि अन्तिम समय साथ दिन्छु भनेर उयो गर्नुभएको छ कि फेरि त्यो स्पष्ट गरिदिनुपर्छ नि फेरि। हजुर भोलिको दिनमा यत्रो भान्जीको आफन्त छ, यत्रो बाङ्गाहरू हुनुहुन्छ, आमा पापा, भोलिको दिनमा चाहिँ हातको कोसी लिएर आउनु पऱ्यो, मुखको कोसीले चाहिँ राम्रो हुँदैन। बुझ्यो होइन यो भनेको हो, यो चाहिँ आउनु पऱ्यो ल। मुखको कोसी लिएर आयो भने चाहिँ के मजा हुन्छ, यत्रो 10 भाइ बसेर लेखापढी गरेको त्यो त हुँदैन होला नि पछाडि। उताको पनि गार्जेनहरू हुन्छ, आमा पापा उभिनुहोस् है, यहाँको छ मम्मी आउनुहोस् न यहाँ। पापा हुनुहुन्न हो, मम्मी हुनुहुन्छ। कोही काका आउनु भएको होला नि त। काका आउनुभएको छ, काका यहाँ हुनुहुन्छ, यहाँ काका हुनुहुन्छ, आउनुहोस् न। काका हुनुहुन्छ, यहाँ चाहिँ मम्मी हुनुहुन्छ हो, यहाँ काकै हुनुहुन्छ, हाम्रो अब के छ भने नि तपाईँको छोरा, तपाईँको त भतिजो, तपाईँको चाहिँ अब यहाँ हाम्रो जुन यति दामी फुलबारीमा फुल्दै गरेको बगैँचाको फुल चाहिँ तपाईँको छोराले टिपेर लानुभयो है। अब उहाँहरूले त भन्नुभयो अन्तिम समयसम्म साथ दिने भनेर। यो जुन बाँधेको गाँठो हुन्छ नि त्यो चाहिँ नखुल्लिने भन्दैछ होइन। अब त्यसमा चाहिँ तपाईँहरूले बिचमा चाहिँ के दिनु पऱ्यो, गाइड दिनु पऱ्यो। तपाईँहरूकोबाट पनि केही भन्नु छ कि गाइड त अब आफ्नो छोराछोरी अब गाइड त गर्नै पऱ्यो, राम्रोसँग गरी खानु, यस्तो त्यस्तो जिन्दगी राम्रोसँग नि मिलिजुली गरी खानु भनेर हामीले पनि भन्नु पऱ्यो नि त होइन। यिनीहरूको हामीले संस्कार दिनु चाहिँ हामीले हो नानीहरूलाई, त्यो हो नि त होइन। अब उनीहरूले हामीले भनेको उनीहरूले जाने पनि ठिकै छ होइन, जानेन भने अब के गर्नु होइन, हामीले संस्कार दिने काम हो होइन। यताबाट गार्जेनहरू पनि भनिदिनुहोस् न, केही भन्नु छ आमाबाबुको तर्फबाट केही भन्नु छ, माइतीहरू भन्नुहोस् न, लेखापढी गर्छ माइतीहरू आउनुहोस्, माइतीहरूबाट के भन्नु छ कि आफ्नो चेलीलाई भन्नुहोस्। आमा पापा के भन्नु छ, फुपू छ भन्नुपर्छ है। अहिले लेखापढी लेखिसकेपछि त फेरि त्यहाँ भन्नु पाउँदैन केही पनि।